कसरी मैले के भनिरहेको छु पत्रिका पढेर कसरी थाहा हुन्छ? कान्तिपुर अनलाइनमा पहिलोपल्ट आयो 24 नम्बरमा काम हुँदाखेरि 24 को वडाध्यक्षलाई केही समस्या छैन, उहाँलाई फुटपाथ चाहियो, तपाईँलाई के समस्या हो? मैले के भने त भर्खरै भन्दै हुन्छ त। अहिले यो नयाँ सडक चाहिँ तपाईँले 24 मात्र गर्नु खोज्नु भएको 24 को भइरहेछ काम होइन त? 24 मात्र गर्नु खोज्नु भएको हो हो हो। तपाईँले अस्ति चाहिँ योभन्दा अगाडि 25औं वर्ष के भन्नुभएको थियो? यत्रो साथीहरू छ हजुर के भन्नुभएको थियो? म यो काम गर्दिनँ भन्नुभएको थियो होइन? गर्दिनँ भनेकै छैन, ल सहकार्यमा गर्नुपर्छ, तपाईँसँगै बसेर तपाईँसँगै सल्लाह गरेर गरे हो त्यो। मेयर साहबले सहकार्य कहाँनिर गर्नुभयो त? तपाईँसँगै सहकार्य गरेर होइन, फुटपाथ कहाँ बढाउने डिजाइन सहकार्यको तपाईँले प्रयास कहाँबाट हेरेकै भयो? हो, सबै वडाध्यक्ष होइन, हेर्नु भएकै हो सम्बन्धित। अहिले आएर कुरा फरक गर्न पाइँदैन नि। के कुरा फरक पारेँ मैले? दैनिक 1 लाख भन्दा बढी जनसङ्ख्या हिँड्ने ठाउँमा कति फुटपाथको साइज कति चाहिन्छ थाहा छ तपाईँलाई? ल तपाईँ थाहा छ, तपाईँले भन्नुहोस् न। तपाईँ त अब प्राविधिक मान्छे पनि हो, भन्नुहोस् न, जानकारी पाउन। 3 मिटर, कम्तीमा 3 मिटर भन्दा बढी हुनु पर्थ्यो। सडक विभागले नै बनाउनु पर्थ्यो। कालो पत्रे त्यहाँनिर 7 मिटर भन्दा चाहिँदैन। जब सडक विभागले चाहिँ यो कामप्रति आपत्ति विमति जनाइसकेको छ, सडक विभागले आपत्ति जनाएको होइन। सडक विभागले आपत्ति जनाएको भए उसलाई 15 दिनभित्र रिप्लाई दिनु भन्दाखेरि उसले दिएको छैन, ठेक्का लगाइसकेको छ। सडक विभागले बनाएको फुटपाथै होइन त्यो, काठमाडौँ महानगरपालिकाले बनाएको। म अर्को कुरा गरिनँ। हाम्रो संस्थामा राज्यको विधान मान्ने कि नमान्ने, हामीले सम्मान गर्ने कि नगर्ने? राज्यको प्रोसेसमा महानगरपालिकाले सडक विभागलाई चिठी काटेको 15 दिनभित्र उसले जवाब नदिँदा त्यो मान्ने सर हुन्छ। तपाईँको वार्डको तपाईँ मलाई सोध्नु, मैले तपाईँलाई सोधौँला, कुरा छलफल गरौँ। अर्काको वार्डको तपाईँलाई के चासो हो? उहाँले सोध्नुहोस् न। विनोद राज भण्डारीज्यू, तपाईँलाई फुटपाथ त्यहाँ बढाउन चाहिए छैन भन्नु पर्यो। सडक पेटी विस्तार सम्बन्धीमा मेरोमा चाहिँ मेरो हकमा 24 वटाको त्यो विशाल बजार अगाडि हकमा साँगुरो पेटी भएको मका निवेदन पनि महिला दिदीबहिनीहरूको सब निवेदन आइसकेको र आउने क्रम अझै जारी छ। मलाई समग्र निरोधको कुरा गर्नु छैन। यहाँ मेरो 24 वटामा जुन ठाउँमा अहिले हामीले काम सुरु ठाउँमा त्यहाँबाट हो तपाईँहरूको हाम्रो अलिक मिस्टेक भयो होला, धेरै ठुलो दायरामा जानुभयो होला। कमसेकम पनि 2-2.5 फिट जति भइदिए पनि मलाई चाहिँ त्यसमा मन्जुर छ भने मैले यसमा गएको हो। उहाँलाई फुटपाथ ठुलो चाहियो, उहाँको वार्डमा मान्छे हिँड्न गाह्रो भयो। अब के गर्ने? के गर्ने उहाँलाई सोध्नुहोस् न। तपाईँ कसले प्रश्न? उहाँले त अब उहाँले बढाउने भनिसक्नु। 24 वटाको मैले के भनिरहेको छु, यो कुरा जनताको पक्षमा छ कि न्यू रोडलाई किन खण्डीकरण गर्ने? हामी न्यू रोडलाई किन टुक्रा पार्ने? न्यू रोडलाई टुक्रा पारेकै टुक्रा पारेर बनेको थियो। न्यू रोडलाई टुक्रा पारेकै छैन। निर्माण टुक्रा पारेर बनेको थियो। उहाँको वार्डमा उहाँको वडा भवन बन्दैछ। अब त्यो भवन पनि तपाईँलाई सोध्ने, अब भवन बनाउने कि नबनाउने भनेर तपाईँ विषयान्तर नगर्नुहोस् न। विषयान्तर कुरै तपाईँ हेर्नुहोस्, तपाईँ विषयान्तर नगर्नुहोस्। मेरो साहब, सडक विभागको कुरा उहाँहरूको पनि कान छ, आँखा छ, मुख छ, उहाँले बोल्नु होला, उहाँले सुन्नु होला, देख्नु। तर न्यू रोडको हकमा इभेन वडा नम्बर 22 को